नमस्ते सबैजनाहरूलाई, नेपाली मान्छे दाइ भाइहरूलाई। के रे एउटा लिडर दाइ के भएको रे, भागेर इन्डिया आयो रे। मुजी जामा लाउने नेपाली पुलिसले के भनेको, दुर्गा पर्साईलाई इन्डियाबाट झिकेर ल्याउने मा कसमको मुजी जामा लाउने नेपाल पुलिसको अधिकृत छ भन न। मुजी तिम्रो बाउको घरमा घुसेर मार्छौ मा कसम। अहिले म पहाड विकट ठाउँमा बाजुरामा जन्म लिए नि, तिमीहरू मुजी जस्तो त्यो गाई मुते भाषा मलाई इक्जाम्पलै आउँछ के। देश छोडेर जाऊ मुजी, अब तिमीहरूको खैरियत छैन मा कसम। यति पनि ग्यारेन्टीको सवाल भनिसकेको छु। नेपालको मुला नेताहरू अनि त्यसपछिको मुजी भिकारीहरू झोले हुन्छ नि जागरीको लागि हिँड्ने, तिनीहरू भाइहरूको खैरियत छैन भाइ। अब आफै त बेच्यो अपनी आमा र श्रीमती बेच्न खोजिरहेछन्। नेताहरूले त आफ्नो इज्जत, आफ्नो धर्म, आफ्नो बुढी, आफ्नो आमा बेचेर खाइसक्यो, अनि त्यहाँ पछाडिको झोलेहरू अलि बाँचिरहेछ। हामीलाई इज्जतको डर लाग्छ के मुजी, हामी राजावादी हो। माईको लालले उठाएर दुर्गेर पर्सा कतिको मा कसम दम भएको छोरा छ। नाम सहित स्पष्टीकरणको दीपक थापा मुला काजी होस् मुजी, काजीको दर्जामा रह के भाइ। दीपक थापा पुलिस भए पनि मुजी कौन सा तेरो ताजमहल छ र मुजी, कौन सा हो दुर्गेर पर्साईलाई समात्ने तेरो कुनै हैसियत छैन मुजी। म बाजुरा जिल्ला सेती अञ्चल सुदूरपश्चिममा रहन्छ। तेरो बाउको दम छ भने मुजी तेरो ग्याङस्टर कहाँ चल्छ त्यो भन्। दुर्गे पर्साईलाई समात्ने मुजी, प्रचण्डलाई केपी ओलीलाई ताक्ने मान्छे हो के मुजी। म कञ्चनपुरमा आएर नि ताके थियो मुजी, घेराबन्दी होइन मा कसम। मैले हल्का मेरो बाउदेखि डराएर मात्रै म चुप्प लागेको छु मुजी। आफू मर्यो नि म सिधै ठोक्थे गली, किनकि मसँग हात हतियार चाकु र त्यो तरवार मात्रै थियो मुजी। यस्तो तमन्च र 46 भइदियो नि मुजी, म तेरो टाउको मूल्य तोक्थे मुजी। कुरा गर्छस्, दुर्गा पर्साईले उठाउन सक्ने तेरो क्षमता छ मुजी। यहाँको तो मजीको त्यो दुर्गा पर्साई नेपाली मुजी पुलिसको अधिकार छ मुजी। कति पढाइ लेखेको यस मुजी नेपाली जागरी। भिकारीको छोराले जागरी खान्छ मुजी, नेपाली आर्मीको जागरी, नेपाली पुलिसको जागरी खान्छ मुजी। नेपाली मुजी अनपढ दाजुभाइ, म पनि त अनपढ हो मुजी। अनपढ दाजुभाइ के भन्छ मुजी, आर्मी पुलिस भयो यहाँ सर्वश्रेष्ठ ठाने हो के हो मुजी। आरामले बस्नु, फेरि धक्का नदिनु। एउटा नेपाली आमाको छोरा मुजी